Dichant Movies Creation Private Limited. सवाल गर्दा बाटोमा खाना नास्ता खाने स्थानमा समेत तपाईसँग भएको नगद बहुमूल्य सरसामानको इच्छा गरेको हुन सक्छ। त्यसैले महत्त्वपूर्ण सरसामान ल्यापटप, क्यामेरा, मोबाइल, गहना, नगद आफ्नै साथमा मात्र राख्नुहोला। चोरी गर्ने मानिस साधारण क्षेत्रमा समेत हुन सक्छ। हेलो 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 रविना भन। अङ्कल म बस पार्क झरिसकेँ। ए हो र, ल म 10 मिनेटमा आइपुग्छु। कतै नगएर त्यहीँ बसिरह है। हस् अङ्कल। ल राख फोन, म आइहालेँ। नेपाल सरकारबाट जारी कोभिड-19 सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरौँ। साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गरौँ। आइपुग्यौ? हजुर अङ्कल नमस्ते। नमस्ते। बाटोमा केही अप्ठ्यारो त परेन होला नि? नाइ त्यस्तो केही परेन। ल ठिक छ, जाउँ होइन उतै कोठातिर गएर कुरा गरौँ ल। ल आऊ जाउँ। हुन्छ हस्। बाटोमा जाम पऱ्यो क्या हो? ढिला आयो त? खै म सुते थिएँ, थाहै पाएन। ए बानी त राम्रै रहेछ त। अपरिचित व्यक्तिसँग लोभमा परि विदेशी मुद्रा डलर साट्ने काम नगर्नुहोला, ठगी हुन सक्छ। सस्तो भाडामा राम्रो चिज मिलाइदिनु भनेको घरमा लोभमा परि परिचय नखुलेको व्यक्तिसँग टिकट खरिद नगर्नुहोला। यहाँ जानुहोस्, ठगी हुन सक्छ। टिकट लिँदा सम्बन्धित काउन्टरबाट मात्र लिनुहोला। सवाल गर्दा बाटोमा खाना नास्ता खाने स्थानमा समेत तपाईसँग भएको अलि पछि सर त। बहुमूल्य सरसामानको इच्छा गरेको हुन सक्छ। त्यसैले महत्त्वपूर्ण सरसामान आऊ बस। हस्। अब कसरी चलाउनु भएको अङ्कल? धन्नै लडेन। किन डराएको? यसो बाइकको ब्रेक चेक गरे क्या? यही हो हजुर बस्ने घर? यही हो। ल आऊ। ल हिँड उता। होइन बुढोले त केटी फेरि ल्याउँछ त। नचिनेको मानिससँग बोल्नुहुन्न है। कहाँ बोल्नु? बोल्दैन। आज फेरि बुढोले नयाँ केटी लिएर आएछ। अब ऊ यतापट्टि हो। ए हस्। हेर्दा त गाउँको जस्तै छ। आज त यी बुढोको फेला पर्ने भए। ऊ त्यहाँ बस। हस् हुन्छ। अनि गाउँतिर तिम्रो बाबा मम्मीलाई सबै सन्चै छ? हजुर सबैलाई सन्चै छ।
अनि त्यो विशाल चाहिँ कहाँ छ नि? कलकत्तातिर काम गर्न गएको छ। त्यसको पनि बुद्धि रहेनछ। मैले भनेको ठाउँमा गएको भए अहिले त्यसको जिन्दगी बन्थ्यो। ओह, पल्लो गाउँको सुबदारको छोरा गोरे मैले भनेको ठाउँमा गएर अहिले उसले महिनाको 50-60 हजार रुपियाँ पैसा पठाउँछ। ए, सुकदारको छोरालाई नि हजुरले नै पठाउनु भएको हो र अङ्कल? मैले पठाए त हो नि। तेरो भाइलाई पनि त्यही कम्पनीमा पठाउनु खोजेको थिएँ मैले। त्यस्तो राम्रो कम्पनी थियो। ऊ अहिले कलकत्तामा भारी बोक्न गएछ। खै अङ्कल, पैसा पनि थिएन त्यतिखेर, अब के गर्नु? त्यही 1 लाख त भनेको थिएँ नि मैले, उडानसम्मको महँगो भनेको थिएँ नि। के अरे भनेको मानेन। भइगयो अब। सुन त, उता वासरुम छ, तिमी वासरुम गएर लुगासुगा फेरेर आऊ, म चाहिँ चिया बनाउँछु है। हस् अङ्कल। ल। लौ चिया खाऊ। अङ्कल, अहिले म जान लागेको कम्पनी कस्तो हो नि? राम्रै हो नि। नराम्रो भइदिएको भए मैले आफ्नो गाउँठाउँको मान्छेलाई पठाउँथेँ होला र। खै, अब हजुरकै भर परेर जान लाग्यो। तिमीले चिन्तै गर्नु पर्दैन। घरभित्र काम हो, यसो सरसफाइ गर्ने, बालबच्चा हेर्ने, त्यही त हो नि। यसो गार्डनमा पानी हाल्ने, सजिलो छ क्या काम। ए, अनि भोलि मसँग कतिजनाको फ्ल्याट छ नि अङ्कल? म त कहिल्यै प्लेन चढे छैन, साह्रै डर लागिरहेछ। लाटी, तिमी मात्रै हो र? पूर्वतिरका 4 जना छन्, दाङका छन्, घोराइका छन्, प्युठानका छन्, सबै जान्छन्। तिमी डराउनु पर्दैन के? ए, सबै आइसके? कोही आउँदैछन्, कोही आइसकेकोलाई चाहिँ होटलमा राखेको छु। तिमी त मेरो आफ्नै गाउँको चेली भएको भएर मैले आफ्नै रुममा ल्याएको। ए अङ्कल, मैले त भुसुक्कै बिर्सेछु। आमाले अन्नको 1 बोतल हालिदिनु भएको थियो। ए आज साँझ गाउँको प्रसाद मजासँग चाखिने भयो। अनि यता सुन त। हजुर अङ्कल। त्यो गाउँको साइनेले मलाई अङ्कल भनेको, अबदेखि अङ्कल नभन त। के भन्नी त? अङ्कललाई अङ्कल नभनी। कहाँ म बुढो भइसकेको छु र? यसो बाहिरतिर हिँड्दा त सर भन्ने गर न। आखिरमा हाम्रो रगतको साइनो पनि होइन क्यारे। अब हजुरलाई नराम्रै लाग्ने भए सरै भनौँला नि त। भोलि बिहान 8 बजे एयरपोर्ट पुग्नुपर्छ। तिम्रो के किनमेल गर्नु छ कि? अरू त के किन्नु अङ्कल, अलिअलि कपडा किन्नु थियो। फेरि अङ्कल भनी। ए सरी। ल भइगयो, तिमी पनि तयार हो, म पनि तयार हुन्छु, अनि गएर किनौँ ल। होइन झोला यतै त राख्ने होला। त्यही राख, त्यही केही हुन्न। आऊ यताबाट जाउँ। अङ्कल, अहिले मसँग 1 लाख रुपियाँ मात्रै छ, बाँकी पैसा उतै गएर मिलाम्ला है। भइहाल्छ नि, त आफ्नै गाउँको मान्छे परिस्। त्यसो भएर पो मैले हेल्प गरेको त। फेरि मेरो गुण बिर्सिलेस् नि।
कहाँ बिर्सिनु अङ्कल, बिर्सिन्न नि। ल ठिकै छ, अब खाजा खाने बेला भयो, म खाजा लिएर आउँछु, त बस्दै गर है। हस्। आमा के गर्दै हो? खाना पकाउनु भयो? छैन नानी, त गएपछि केही खान त मन लाग्दैन। अनि नानी तिमी के गर्दैछौ? अनि तिम्रो अङ्कल कता हुनुहुन्छ? बसिरहेको छु म पनि। ए अङ्कल खानेकुरा लिन जानुभएको छ। तिमी गाउँ छोडेर कतै नगएको छोरी, त्यही पनि गाउँको अङ्कल भएर अलिकति ढुक्क चाहिँ भइछ। आमा चिन्ता नगर्नु, बरु खाना खानु बेलैमा। हुन्छ हुन्छ, म घरमा भएको मान्छे जतिखेर पनि खाइहाल्छु नि। त तेरो पो चिन्ता लागिरहेछ, त विदेश जान लागेको मान्छे। ल ल आमा, पिर नगर्नु के, भोलि बिहानै 8 बजेको फ्लाइट छ अरे। म राम्रैसँग पुगिहाल्छु नि, पुगेर फोन गर्छु। हस् नानी, भोलि बिहानै फोन गरेछ है। हुन्छ के बुढी माउ, विदेश गएर पैसा कमाएर अब ठुलो मोबाइल किनिदिन्छु, अनि मलाई भिडियोमा हेरेर बोलाउला। अहिले मैले फोन राखेँ है। हस् नानी, हस्। ल। ए भाइ, हजुर त्यो छ नि, त्यो 1 प्याकेट कन्डम दिनु न, भेग्रा पनि है। हुन्छ। कुन चाहिँ दिउँ दाइ? जुन मैले लानी गरेको थिएँ त्यही दिनु न। ल लिनुहोस् दाइ। ल रविना, तिमी यो मोमो खाँदै गर, म चाहिँ हल्का टुच्चा लिन्छु है। हुन्छ। अनि यो घरकै माल त होला नि? हो, अन्नकै हो। आहा, कति मिठो रहेछ। गाउँ भएको गाउँै हो क्या। तिमी सानै थियौ, अहिले त जवान भइछौ त। के गर्नु अङ्कल, जवान भएर दुःखले कहिल्यै छोडेन। बाउ आमालाई केही सहयोग गर्न सकिएन। फेरि अङ्कल भनी यसले। खै त्यसले। चिन्ता नगर न लाटी, म छु नि, त्यति ठुलो कम्पनीमा भिजा लगाइदिएको छु। विदेश गएपछि फेरि मालामाल कमाउँछ नि। है अङ्कल। के खोइ भन्छेस्, ढुक्क हो, मस्त कमाउँछेस्। तेरो लागि मैले यत्रो दुःख गरिदिएँ, मेरो लागि तैँले के दिन्छेस्? के दिनु र मैले? विदेश गएर कमाएँ भने आउने बेला ल्याइदिउला नि केही। आउने बेला होइन के लाटी, अब तिमी विदेश गएपछि 3-4 वर्ष आउँदिनौ, केटा मान्छेको अनुहार त्यहाँ हेर्न पनि पाइँदैन। बरु आजै तिमी र म मिलेर रमाइलो गरौँ न, हुन्न? छ्या, होइन, के भन्न खोजेको अङ्कल? मैले त बुझिनँ नि। बिस्तारै बुझिहाल्छौ नि। आऊ न, नाइ, आऊ न, आऊ। नाइ, केही छी, हुँदैन के? अङ्कल नाइ। तिमी किन यसरी छी, डराकी? छोड्नु न अङ्कल, के गरेको डराउनु अङ्कल? पर्दैन के? छी, आउनु हुने के? छोड्नु के ऊ आज त 8 बजी सुरु गरेछ पापी बुढा। होइन, भर्खरको केटीहरू कसरी फर्साउँछ हो? आऊ न, आऊ। छोड्नु न अङ्कल। छी, अङ्कल चाहिँ नभन न, भोलि त तिमी गइहाल्छ नि। डराउनु यार, छोड्नु न हल्का अङ्कल। रमाइलो मात्रै हो के? छोड्नु न।
यो त मरि चाहिँ क्या यो बुढाले त रातभर सुत्नु दिएन बिहान भएर पनि कराछ आज त बुढोलाई नभर्नी छोड्दिनँ म यो समाजले मलाई अब के भन्ला ए बाबा मलाई कस्तो गाडो आइलायो मैले त केही गरेको थिइनँ के तँलाई त फेरि किन यसरी सुसाइड गरिस् अब म के गर्ने होला अब मैले यसको आमालाई मैले के जवाब दिने होला पुलिसले छापायो भने के गर्ने होला ला बुढोले त केटी मारे जस्तो छ पुलिसले खबर गर्नु पर्यो भाइ यही घर होइन? हजुर यही हो सर। म फोन गरौँ सर? फोन गर त। हेलो नवीन भाइ। हजुर दाइ। हामी गेटमा आइपुग्यौँ, तपाईँ आउनुहोस् त। ए हुन्छ दाइ, म आइहालेँ। ल सर गेटमा आउँदैछ। ल नवीन भाइ। हजुर सर, आएँ म आएँ। सर नमस्ते। नमस्ते नमस्ते। ऊ त्यही हो सर। ल हिँड हिँड, अगाडि हिँड। यही कोठा हो सर। हो? हजुर। भाइ यो कोठा खोल त। ढोका खोल्नुहोस्। को हुनुहुन्छ भित्र? ढोका खोल्नुहोस्। ढोका खोल्नुहोस्। को छ यहाँ भित्र? ढोका खोल्नुहोस् भनेको सुन्नु भएन कि ढोका तोड्नु पर्ने हो? ढोका खोल्नुहोस्। को हो तपाईँहरू? हामी प्रहरी हौँ। के भइरहेछ यहाँ? केही पनि भएको छैन सर। तपाईँको नाउँमा रिपोर्ट परेछ। हामी तपाईँको कोठा चेक गर्न आएको। भाइ सर भित्र हेर। खै छोड्नुहोस्। के हेर्नु सर? छोड्नुहोस् भनेको। के छ कसो छ राम्रोसँग खान तलास गर त। हस् सर। केही पनि छैन के सर? के छ छैन अब थाहा भइहाल्छ नि। सर त्यहाँ एउटा केटी छ जस्तो छ। को हुन् तिनी? सर तिनी मेरो गाउँकी बहिनी हुन्। ए उता हिँड। के भएको तिमीलाई? सर गाउँबाट विदेश जानु भनेर आएकी थिइन्। खै के भो के कुरा मिलेन सर। यिनले आत्महत्या गरिछिन्। धेरै नाटक नगर दीपक, समाउ यसलाई। ल यो लासलाई मुजेलका टोली बोलाएर अनुसन्धान गर्न लगाऊ अनि यो अपराधीलाई हिरासतमा हाल। हस् सर। सर यही मान्छेले थुप्रै केटी लिएर आएको थियो पहिला पनि। यस्तै अपराधीहरूले गर्दाखेरि हाम्रो देशका चेलीबेटीहरू असुरक्षित छन्। तलै